हेलो साथीहरू, आज हामी जाँदैछौँ लोसारको लागि थेगुमा। आज चाहिँ हामी आमा छोरी बाबा भएर हामी लोसारको लागि थेगुमा गयौँ। अनि त्यहाँ चाहिँ हामी छिटो पुगेका थियौँ अनि सबैले एकअर्कालाई पर्खिँदै थियौँ। अनि हामी भित्र गयौँ। जाँदाखेरि आउँदै हुनुहुन्थ्यो भर्खरै बल्ल जम्मा हुँदै हुनुहुन्थ्यो। कार्यक्रम सुरु भएको थिएन। हामी फेरि बस्यौँ एकछिन अनि बाबाले हाम्रो भिडियो खिचिदिँदै हुनुहुन्थ्यो अनि यताउताको फोटोहरू पनि लिँदै हुनुहुन्थ्यो। हामी फ्यामिली भिडियोहरू बनाउँदै हुनुहुन्थ्यो बाबाले, छोरीको बाबाले। अनि हामी चाहिँ मेमोरीको लागि भिडियो बनाउँदै थियौँ। छोरीले हेरिरहेकी थिइन् मामु छोरीको भिडियो। बाबाले खिचिदिनु भयो, फोटो खिचिदिनु भयो भनेको त भिडियो बनाउँदै हुनुहुन्थ्यो। फेरि त्यसपछि हामी पर्ख्यौँ बस्यौँ। मामु छोरी इन्जोय गर्दै थियो। अनि यो ब्याज चाहिँ त्यहाँबाट दिएको थियो हामीलाई। बाबा छोरीको मैले फेरि भिडियो बनाउँदैछु। त्यसपछि बाबा छोरीको पालो आयो। छोरी फेरि पुरा बिचरा त्यो कपडा लगाएको गाह्रो भएको थियो उसलाई। धेरै कपडा लगाइदिएर होइन छोरी गाह्रो भएको थियो मेरो छोरीलाई त्यो धेरै कपडा लगाएर। अनि बाबा छोरी फेरि यसो गिरेको जस्तो गर्नुभएको छ। अनि मामु छोरी बसिरहेको थियौँ। अझै कार्यक्रम सुरु भएको थिएन। अनि इन्जोय गरिरहेको थियौँ। मेरो छोरीले चाहिँ यताउता हेरेर। हामी चाहिँ दाइले फेरि हामी सबैले अनि यहाँ बसेर भर्खर कार्यक्रम सुरु हुँदै थियो अनि बाहिर बसेर हेरौँ भनेर अनि यता बस्न भन्नुभयो। अनि हामी त्यहाँ गएर बस्यौँ। त्यो ग्रुपमा गएर हामी चाहिँ भुसानमा बस्छौँ। अनि भुसान ग्रुपसँग बसेका थियौँ त्यतिखेर। अनि बस्यौँ, सबैले खाँदै हुनुहुन्थ्यो। हामीले त्यही खाएका थिएनौँ, हामी बसिरहेको थियौँ त्यतिसम्म एकअर्कालाई पर्खिँदै साथीहरूलाई। बाबाले छोरी छोप्नु भएको छ। बस्यौँ छोरी आँटिसकेछिन् अब। छोरीलाई धेरै मान्छेहरूको बिचमा नलगो। अनि आज यसरी जाँदाखेरि थोरै आत्या जस्तो गर्थिन्। रमाइलो थियो। सबै नेपालीहरू अनि आउनु भएको थियो। त्यहाँ विशेष चाहिँ गुरुङहरू आउनु भएको थियो। अनि अरू पनि आउनु भएको थियो। अनि हामी पनि खान लाग्यो। फेरि भित्र रुममा गएर हामी चाहिँ खान लाग्यो। मस्तै सेलरोटी, मासु, अचार अनि के खायौँ धेरै किसिमको खानेकुराहरू खायौँ हामीले। यहाँहरू फेरि नयाँ अरू दिदीहरू हो। एक्कासी हामीले उसमा एकैचोटि खान थाल्यौँ। अनि सँगै साथी भन्यो त्यतिखेर पहिलोचोटि भेट भएको। अनि छोरीले हेरिरहेछिन् मम्मीलाई कति सुख दिन्छन्, खाना पनि दिन्छन् मजाले बसेर। अनि फेरि हामी खाएर भ्याइसकेपछि हामी फेरि बाहिर आयौँ। बाहिर फेरि हामी फेरि नयाँ साथीकोमा आयौँ। म फेरि गफ दिँदैछु फेरि नयाँ साथीसँग। साथी पनि भर्खरै आएको नेपालबाट। अनि भेट भएको। अनि अरू के काम छ र हाम्रो भनेर एकअर्कालाई कुरा गरेर आएका थियौँ। मेरो गफ नयाँ मान्छेसँग नि गफ गरेर बस्यो। छोरीको आँखा ढाक्यो भनिदिनु भयो साथीले। अनि हामी फेरि कुरा गऱ्यौँ, बस्यौँ नयाँ साथीसँग। छोरीलाई फेरि जे पाए हुन्छ, दाँत आउनु लागेको त्यतिखेर बस टोक्न पाए हुन्छ जे पनि। बाबाले फेरि थोरै भिडियो क्याप्चर गर्नु भएको रहेछ, थोरै। अनि बाबा एक्लै हुनुहुन्थ्यो। एक्लै भएर हाम्रो भिडियोहरू यसो खिच्नु भएको रहेछ। साथी भेटिनु भयो, आफ्नै गाउँको आफूसँग पढेको साथी भेटेपछि मेरो बुढाको सीमा छैन। खुसीको सीमा छैन। खुसी भएर साथी भेटेर अनि साथीसँग बस्नुभयो। म चाहिँ आफ्नो साथीहरूसँग बसेँ।
केटी साथीहरूसँग। अनि कार्यक्रम सुरु भइसकेको थियो। अगाडि डान्सहरू भइरहेको थियो, प्रतियोगिता भइरहेको थियो, प्रस्तुत भइरहेको थियो डान्सहरू। अनि हामी चाहिँ बसेर खाँदै हेरिरहेका थियौँ। रमाइलो थियो कार्यक्रम त्यहाँ। अनि धेरै किसिमका अनि नाचहरू ल्याउनु भएको थियो। नानी नगराउ न एकछिन। त्यसपछि मेरो बुढा पनि जानुभयो नाच्न। साथीसँग नाचिरहनु भएको थियो। अनि मैले भिडियो बनाउँदै थिएँ। अनि धेरै अनि प्रस्तुतिहरू पनि अझै भइरहेको थियो। गुरुङ ड्रेसहरू लगाएर नाचिरहनु भएको थियो। अनि दिदीले मेरो छोरीलाई एकछिन खेलाइदिनु भयो, सहायता गर्नुभयो त्यहाँ बस्दाखेरि। अनि दिदी छोरी पनि रमाएकी थिइन् दिदीसँग। त्यसपछि मामु छोरी बसेर बाबालाई हेरिरहेका थियौँ। बाबाले डान्स गरिरहनु भएको थियो। हामी चाहिँ मामु छोरी भएर बाबालाई हेरिरहेको थियौँ अनि रमाइलो गरेको थियौँ। छोरीको फेरि दाँत चिलाएर टोकेको टोके गरिरहेको थिएँ। टोकेको टोके गरेर मेरो छोरी फेरि कस्ती छिन् भने ज्ञानी त ज्ञानी, अति ज्ञानी छिन्, अति ज्ञानी। खाना छोरी रमाइलो भयो। त्यसपछि हामी चाहिँ सकेपछि हामी सबैजना फेरि एकअर्कासित बिदा लियो। अनि फेरि घरतिर फर्किने तयारी गऱ्यो। अनि हामी चाहिँ धेरै रमाइलो गऱ्यो त्यहाँ गएर। धेरै रमाइलो भयो। लोसारको दिन, नयाँ ठाउँ, अनि धेरै नेपालीहरूसँग भेट भयो, फ्रेस फिल भयो। कोठामा बस्दै कोही साथीहरू हुन्थेन, तर त्यहाँ गएपछि धेरै साथीहरू पाएँ। अनि रमाइलो भयो। हुन्छ साथीहरू, अब हामी चाहिँ घर फर्क्यौँ। त्यसपछि बाई।